टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडले फागुन 27 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गर्न लागेको हो। कम्पनीले जारी पुँजी 1 अर्ब 20 करोड रुपैयाँको 35.26% अर्थात् 42 करोड 30 लाख रुपैयाँ बराबरको 42,30,668 किता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये 12 लाख किता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये 3,03,067 किता सेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि राखिएको छ। यस आइपिओमा न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन चैत 11 गतेसम्म खुला रहनेछ भने आवश्यक परे चैत 26 गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन चैत 1 देखि चैत 11 गतेसम्म खुला रहनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई केयर NP++ रेटिङ दिएको छ, जसले मध्यम जोखिम रहेको सङ्केत गर्छ। 8 मेगावाट क्षमताको यो आयोजनाको कुल लागत 1 अर्ब 88 करोड रुपैयाँ रहेको छ। कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।